पछिल्लो समयको देश तथा विदेशमा निकै नै चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री पर्याल र लोक तथा दोहोरी चर्चित गायक लन्ठुबाट पछिल्लो समय आफूलाई निकै नै चर्चाको शिखरमा राख्न सफल भएका लोक तथा दोहोरी चर्चित गायक लन्ठु र शान्ति श्री पर्यालको नयाँ गीत बजारमा छिट्टै आउँदै भन्दै लोक तथा दोहोरी चर्चित गायक लन्ठु तथा चेज गुरुङले जानकारी गराउनुभएको छ। दर्शकबिन नमस्कार। दर्शकबिन पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजेको लोक तथा दोहोरी चर्चित गायिका शान्ति श्री पर्याल र लोक तथा दोहोरी चर्चित गायक लन्ठुबाट पछिल्लो समय आफूलाई देश तथा विदेशमा निकै नै चर्चाको शिखरमा राख्न सफल भएका गायक चेज गुरुङले जानकारी दिए। आफ्नो र शान्ति श्री पर्यालको भोकलमा रहेको आफ्नो एल्बमको गीत छिटै बजारमा आउँदै भन्दै लोक तथा दोहोरी चर्चित गायक चेज गुरुङले जानकारी गराउनुभएको छ। आफूले पछिल्लो समय शान्ति श्रीको विभिन्न चर्चित गीतहरू सुन्दै र आफूले गाउँदै आएको भए पनि पहिलोचोटि आफ्नो र शान्ति श्री पर्यालको भोकलमा रहेको गीत बजारमा आउन लागेर आफ्नो सबै गीत जस्तो यो गीतलाई नि मन पराइदिनु हुन्छ भने आफू ढुक्क रहेको भन्दै लोक तथा दोहोरी चर्चित गायक लन्ठु तथा चेज गुरुङले जानकारी गराउनुभएको छ। पछिल्लो समय आफूलाई चेज गुरुङ भनेर देश तथा विदेशमा आफू निकै नै परिचित भएपछि आफ्नो दर्जनौं गीतहरू निकै नै चर्चाको शिखरमा रहन सफल भएको र दर्शक श्रोताले निकै नै मन पराइदिनु भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका शान्ति श्री पर्यालसँग आफूले गाएको आफ्नो एल्बमको गीत पनि दर्शक श्रोताहरूले निकै नै मन पराइदिनुहुन्छ भने आफू आशावादी रहेको भन्दै लोक तथा दोहोरी चर्चित गायक लन्ठु तथा चेज गुरुङले जानकारी गराउनुभएको छ। गायिका शान्ति श्री पर्यालले नै पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजेको लोक तथा दोहोरी चर्चित गायक लन्ठुबाट निकै नै परिचित गायक चेज गुरुङसँग आफूले पहिलोचोटि सहकारी गर्ने अवसर मिलेको र आफ्नो र चेज गुरुङको भोकलमा रहेको उक्त गीत पनि बजारमा छिटै आउने भन्दै लोक तथा दोहोरी चर्चित गायिका शान्ति श्री पर्यालले जानकारी गराउनुभएको छ। आफूहरूको एल्बमको गीत छिटै आउने र दर्शक श्रोताले निकै नै मन पराइदिन्छ भने आफू ढुक्क रहेको र आफ्नो विभिन्न गीतहरू यतिखेर दर्जनौं गीत पनि आफ्नो करोड क्लबमा पनि पुग्न सफल भएको र दर्शक श्रोताहरू आफूलाई पछिल्लो समय निकै नै माया र साथ पनि पाउन सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका शान्ति श्री पर्यालले जानकारी गराउनुभएको छ। पछिल्लो समय लाइफ दोहोरीको किङ भनेर चिनेको लोक तथा दोहोरी चर्चित गायक लन्ठुबाट पछिल्लो समय आफूलाई चर्चाको शिखरमा राख्न सफल भएको गायक लन्ठु र आफूले गाएको लाइफ दोहोरी पनि दर्शक श्रोताहरूले निकै नै मन पराइदिएर आफ्नो एल्बमको गीत पनि दर्शक श्रोताहरूले मन पराइदिन्छ भने आफू ढुक्क रहेको दर्शक श्रोताहरूको आफूलाई पछिल्लो समय निकै नै माया र साथ पनि पाउन सफल भएर आफू पनि देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको हुँदै गायक लन्ठु र लोक तथा दोहोरी चर्चित गायिका शान्ति श्री पर्यालले जानकारी गराउनुभएको छ।